हेलो गाइज नमस्कार सन्चै हुनु सबैजनालाई के छ हालखबर। म त आज ड्युटी जाँदैछु। अलि हतार छ, अलि छिटो जानुपर्ने छ होइन। हतार छ, ड्युटीमा जाँदैछु है। अनि यस्तै छ, धेरै दिन भयो भिडियो पनि नबनाएको होइन। ब्लग भिडियो बनाउनु खोजेको, खोइ अब ठाउँ त यस्तै हो, जहिले नि जुन ठाउँ हिँड्दा पनि अब एउटै ठाउँ मात्र भएको हुनाले मैले ब्लग भिडियो पनि बनाएको छैन। जहिले नि एउटै ठाउँमा हिँड्नुपर्ने होइन। अब कति बनाएर नि एकै ठाउँको ब्लग भिडियो भनेर चाहिँ ब्लग भिडियो पनि केही बनाएको छैन। यो बाटो सट्ट जानुपर्छ होइन। यो टक्क यो बाटोबाट गएपछि काममा ट्याक्क पुग्छ 5 मिनटपछि। सो अहिले भिडियो बनाउँदैछु र अहिले आउने बेलामा पनि होइन, ड्युटी सकेपछि पनि हल्का बनाउने छु म। अनि त्यो सबै क्लिप्सलाई चाहिँ एकै ठाउँमा बनाउने कोसिस गर्दैछु। र यस्तो होइन ठाउँहरू छ, अलि हतार छ, त्यही भएर अलिक कुद्नु पनि परेको छ। जति पनि मलाई सब्सक्राइब गर्नुहुने, जति पनि मेरो भिडियो हेर्नुहुने सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु है। मलाई आशा छ हजुरहरूले यत्तिकै सपोर्ट गरिराख्नुहुनेछ भनेर। यदि नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला है, सब्सक्राइब पनि गरिदिनु होला। अनि म यस्तै फन्नी भिडियोहरूको क्लिप्स बनाउँछु होइन। अहिले अब त्यति टाइम त छैन, मैले त्यही भिडियोहरूको क्लिप्स बनाउँदै गइरहेको छु। अनि जे जस्तो भए नि छोटो छोटो छ, हेरिदिनु होला है। यदि तपाईँहरू अब मलाई सपोर्ट गर्नुहुन्छ भने म पनि हजुरहरूको भिडियो होइन सपोर्ट गर्छु, सब्सक्राइब गर्छु, बुस्ट गरिदिन्छु होइन। मलाई कमेन्टमा भन्नुपर्छ तपाईँहरूले है त्यसको बारेमा। सो ठ्याक्कै लाएर यहाँ आइपुगिसक्यो होइन पार्कमा। यहाँ चाहिँ पार्क छ यस्तो, टक्क लाएर पार्कमा पुगेपछि यसलाई चाहिँ कुन पार्क भन्छ भने गाइस, यो बिरालो पार्क हो है। यो त बिरालो हुन्छ, बिरालो है। नपत्या हेर्नुहोस् यहाँ कत्रो बिरालो छ है। बिरालो पार्क हो यो त, बिरालोको पार्क। सट्ट लाएर बिरालोको पार्क हो यो, ठुलो पार्क चाहिँ यस्तो पार्क छ है। यहाँ चाहिँ बिरालोहरू, अनि हामी नि जान मिल्छ भित्र, हामी नि गएर फोटोसोटो खिच्न यताउता मिल्छ। बुढाहरू खेल्ने ठाउँ पनि छ यहाँ, धेरै राम्रो छ। गर्मीमा पनि टक्क लाएर झारीमा बस्ने ठाउँ है। झमक्क रुख टन्न रुख बिरुवा भएको आनन्दको छ। सबै राम्रै छ भन्नु पर्यो। अहिले अब टक्क ड्युटी हिँडेको अवस्थामा अहिले हतार भएको कारणले अलिक कुद्नु नि परेको छ है। ल हेर्नुहोस् यो घर चाहिँ भर्खर नयाँ बनेको। यहाँको कस्तो खालको घर हुन्छ हेर्नु है, न धुरी छ न के छ, केही देख्दैन, रङ्ग देख्छ। अनि टक्क लाएर यता जान्छु, सर्लक्क लाएर यता सर्र जान्छु। कहाँ ट्याक्सी भन्छ, ट्याक्सी त चाहिँदैन मलाई, ट्याक्सी त चाहिँदैन। म आइपुगिसकेको छु है, ड्युटीनिरै आइपुगिसक्यो। मलाई ट्याक्सी किन चाहियो र। अनि यता जाँदा यतातिर चाहिँ अलि थोत्तर थात्री होइन, हाम्रो नेपालको जस्तै घरहरू पनि छ। अब के गर्नु, हिँडेर जानुपर्छ। फेरि यता नि छ रुख बिरुवाहरू टन्न, आनन्दै एकदम रमाइलो ठाउँ छ यता पनि। चट्ट लाएर गर्मी पनि त्यति साह्रो हुँदैन, गर्मीमा पनि यसो घाम चर्क्यो भने नि छारिएको छ नि त, त्यही भएर शीतलै हुन्छ। ल गाइस अब है मेरो ट्याक्क लाएर चाहिँ अब काम गर्ने ठाउँ आइसक्यो, होटल आइसकेको छ। अब म टक्क होटलभित्र सर्लक्क छिर्छु। अनि म पछि फेरि है त पछि भेट्ने बाचा गर्दै। यो चाहिँ होटल हो कि मैले काम गर्ने, यो चाहिँ धेरै अग्लो चाहिँ यही हो कि ओलिडेन होटल भन्छ होइन। यो इन्टरनेसनल होटल हो, यो जुनसुकै कन्ट्रीमा पनि पाइन्छ। यही होटलमा काम गर्छु। टक्क लाएर यहाँ सर्लक्क छिर्नुपर्छ है। ल गाइजहरू है त राम्रोसँग बस्नु होला। अहिले फेरि अर्को भिडियोमा होइन म गर्छु है त। ल यहाँबाट टक्क छिर्नुपर्छ। यहाँ त अब चाबी चाहिन्छ। ल है त गाइज, थ्याङ्क यू।